बच्चा बेलामा मामु बाबाहरूले कति न्युज सुनेको हेरेको भनेर दिक्क लाग्थ्यो। अब आएर यसको इम्पोर्टेन्स थाहा भइरहेछ। देशमा संसारमा के भइरहेछ थाहा नहुँदा त कस्तो अप्ठ्यारो लाग्ने रहेछ, कन्फिडेन्स पनि लो हुने रहेछ। मलाई पनि कस्तो अप्ठ्यारो लाग्छ। सोसियल मिडियाबाट मात्र न्युज थाहा हुन्छ। आजकल त फेरि कति धेरै फेक न्युज पनि हुन्छ। पुरा न्युज पढ्न पनि अल्छी लाग्छ। कामबाट थाकेर आएको हुन्छु। तिमी हातमा भन्ने एप डाउनलोड गर न, 60 वर्ड्समा न्युजको समरी पढ्न सक्छौ। इन्ट्रेस्टिङ लागे त्यही क्लिक गरेर पुरा न्युज पनि पढ्न सक्छौ। हैन भने सेभ गरेर पछि पनि पढ्न सक्छौ। त्यहाँ तिमीले 50 भन्दा माथि रिलायबल मिडिया सोर्सेसहरुको न्युज एकै ठाउँमा पाउन सक्छौ। आफ्नो रुचि विषय अनुसारको न्युज पढ्न सक्छौ र आफ्नो इन्ट्रेस्ट अनुसार पर्सनल फिड पनि तयार पार्न सक्छौ। जस्तै स्पोर्ट्स, साइन्स, टेक्नोलोजी। राम्रो पोजिटिभ वाला मात्र पढ्न मन छ भने गुड न्युजको पनि सेपरेट सेक्सन छ। न्युज मात्रको सर्ट भिडियोजको सेक्सन पनि छ। स्क्रोल गरेर हेर्न मिल्यो। न्युजसँग अपडेट हुनको लागि बेस्ट एप हो र तिम्रो टाइम पनि सेभ हुन्छ। वाउ हो र अहिले डाउनलोड गरिहाल्छु है त म। मेरो लागि त पर्फेक्ट नै रहेछ।